खतमै आयो होला फोटो है होइन राम्रो निस्केको छ पहेँलो उसको चाहिँ सेतो भयो नि त उसको हाम्रो चाहिँ बुझ्नु यस प्रकारको यति सुन्दर जग्गा छ यो तपाईँहरूको देख्न सक्नुहुन्छ है तर अब यसमा चाहिँ के भन्दा चाहिँ अब मेन एट्र्याक्सन नै हो यो चाहिँ ब्युटी झोलुङ्गे पुल भन्ने चाहिँ अब यही झोलुङ्गे पुल चाहिँ बिसिआर देख्दाखेरि चाहिँ अब अलिकति हामी अब नमिठो लाग्दो रहेछ हामीलाई त्यसै कारण चाहिँ अब हाम्रो क्षेत्रीय प्रशासनद्वारा चाहिँ केही यसलाई मर्मत भइदिए राम्रो हुन्थ्यो हाम्रो अजय एडवर्ड सरले जसरी बलवासलाई एकदम उहाँका बासिन्दाहरूलाई सायद धेरै राम्रो गरिदिनु भयो उहाँले एउटा स्काई वक जस्तो जग्गामा बनाइदिनु भएर त्यस्तै प्रकारको यहाँ पनि बनायो भने धेरै राम्रो हुन्छ यो त अब सडन दार्जिलिङ बजारदेखिको केही 12-13 किलोमिटरको भित्रमै यहाँ आउँछ यो चाहिँ एउटा राम्रो पर्यटक स्थल हो यो चाहिँ अब जस्तो कि यहाँनिर अब यो पार्कभित्र तपाईँहरूको धेरै कुरा राम्रो छ बोटिङहरू गर्नु सक्छ मन्दिरहरू छ हेर्नुहोस् अब यहाँ खोला नाला हो अब हाम्रै मान्छेहरू पनि अब आयो भने र त्यसको बाइकमा बाहिरका टुरिस्टहरू आएर राम्ररी तपाईँहरूले यहाँ समय बिताउनु सक्छ यहाँको एउटा रोजगारी बढेर जान्छ एउटा यसलाई टुरिस्ट पोइन्ट बनायो भने धेरै नै राम्रो छ यो जग्गा चाहिँ अब तपाईँहरूलाई के कसो लाग्छ हेर्नुहोस् अब कमेन्टमा प्रतिक्रियाहरू दिनुहोस् तपाईँहरूको यो जग्गा चाहिँ डेभलप भएको राम्रो